माई च्यानल फर्चुचाल टिभी। कस्तो हुनुहुन्छ सबै? आरामै हुनुहुन्छ होला। अहिले म चितवनमा छु। अहिले हामी चितवनको अम्ब्रेला पार्क जाँदैछौँ। अगाडिपट्टि हेर्नुहुन्छ मामाहरू, साथीहरू, दाइहरू हुनुहुन्छ। सम्पूर्णले यत्रो दिनपछि च्यानलमा आइसकेको छु। सम्पूर्णले लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। भ्लग बनाउनको लागि टाढा काम छोडेर आएको छु। सम्पूर्णले सपोर्ट गरिदिनु होला, यही भन्न चाहेँ म चाहिँ। आवाज अलि चर्को आएको छैन होला, त्यही नै बोल्दैछु। अम्ब्रेला पार्क आउन लाग्यो। बिचबाट भ्लग बनाएको, बिचबाट पनि के भने कुनै बेला भ्लग बनाएको। स्टोन पार्क पो भन्छ त मामा यहाँ। स्टोन पार्क के हो कुनै? सवारी साधन निषेध भने हौ है। यहाँ छ भरतपुर महानगरपालिका। यहाँ छ पार्कभित्र इन्ट्री गरिसक्यो हामी चाहिँ। खतरा छ है, खतरा छ अहिले। हामीसँग छ ओहो ठ्याक्कै हामी चाहिँ पार्कमा आयो। स्टोन पार्क पो भन्छ त मामा यहाँ त। स्टोन पार्क त अघिदेखि हेर्नु त्यहाँ गेटमा अम्ब्रेला पार्क भनेको होइन, स्टोन पार्क हो यो त। मामा पनि छ। यो चाहिँ स्टोन पार्क रहेछ, ढुङ्गाको रहेछ यो चाहिँ सबै। सक्नुहुन्छ ल, खतरा छ। ए यो टिकटकमा कहाँ देखेको थिएँ मैले यार। यहाँ रहेछ दाइ। बेलुका युट्युबमा आउँछ मछली डल्फिन। माछा पराएको खतरा। जस राम्रै छ आउँछ। यो ढुङ्गा नै हो कि बना त्यस्तो हो? अब त आउँदै घाम परेर भाइ ओइ मेरो मेलोबाट हाम गोडा 15 जति ल। गोडा 15 भाइ ओइ मेरो मेलोबाट हाम गोडा 15 जति ल। You know what? All right. Maybe they said cringy so that like it's probably like fucking PT scary. Let's click on it. खतरा छ। यता मयूर छ। स्टोन पार्क धेरै ढुङ्गाको आकृतिबाट बनेको छ, हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ गइरहेछ। अम्ब्रेला पार्क भने के? बाघ भालुहरू गैँडाहरू यतै हुन्छ। यहाँडी उता जङ्गल हो। जङ्गल राष्ट्रिय निकुञ्ज जानु चिने होला नि, चितवन नेसनल पार्क। सानो छैन नि, उहीँसम्म कता कतै पुरै जङ्गल, उता त पुरै जङ्गल हो। मतलब यहाँ भित्र चाहिँ गोहीहरू पनि हुन्छ। छ नि, यता चाहिँ छ गोही। यता त कता कतै घाम तापे हुनसक्छ। हात्ती गैँडाहरू त डेली आइरहन्छ हौ। बोर्ड हेलाएको यहीँ त नि, यहाँ त्यहाँदेखि ऊ त्यो ढुङ्गा त्यहाँ हेलेर भिडियो बनाइरहेको छु। के छ गाई चाहिँ यही हो हाम्रो चितवन नेसनल पार्क। घुम्न आउनु सक्नुहुन्छ। के छ म मिस्टर थाहा छैन। हामी आउँदाखेरि यस्तो थियो कि त यहाँ यो चिया खाने होला के अरे कुर्सिन्छ। फोटोसोटो हान्दिउँ न त, बोटिङ रहेछ त हान्दिउँ न त। स्टोन पार्कमा स्टोन छ, ढुङ्गै ढुङ्गा छ चाहिँ। त्यहाँबाट जानु लागेको, हल्का घुम्यो। धेरै राम्रो ठाउँ रहेछ यहाँ फोटो खिच्ने। मैले टिकटकहरूमा देखेको थिएँ।
एकदमै राम्रो छ अनि अलि मान्छेहरू चाहिँ कम आउने रहेछ अब समय होला मान्छेहरू आउने पनि सबैजना आएर घुमिदिनु होला एकदमै राम्रो ठाउँ छ है यो चाहिँ स्टोन पार्क रहेछ म त अम्ब्रेला पार्क भनेको अब चाहिँ अम्ब्रेला पार्कतिर पनि हामी जानेछौँ देखाउनेछौँ सकेपछि छिरेर देखाउनेछौँ सम्पूर्ण च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिनु होला यता छन् दाइहरू मामाहरू चाहिँ र भ्लग बनाउन यति टाढा आएको छु सम्पूर्णले चाहिँ सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला यही भन्न चाहे म चाहिँ यहाँ छ एकदमै राम्रो छ पार्क चाहिँ एकदम भिजिट गर्न लागेको छ एकदम पार्कहरूमा चाहिँ यो राखेको चाहिँ एकदम राम्रो कुरा हो र चाहिँ हेर्न सक्नुहुन्छ एकदम दामी छ ठाउँहरू चाहिँ र रमाइलो पनि छ अनि भ्यू टावरमा चढेर पनि देखाउने छु म चाहिँ है आउनु मामा यो पार्नेले चाहिँ घाम लागेन धन्नले नत्र यस्तो गर्मी ठाउँ हो नि यो ठाउँ चाहिँ खास गरी तराई यता चाहिँ दोकानहरू दामी छ ठाउँ चाहिँ उताको त्यो जङ्गल छ नि उताको जङ्गलमा चाहिँ बाघ भालु त्यो चितवन राष्ट्रिय निकुञ्ज हो कि यो चाहिँ उता साइड चाहिँ यो नदी पारी चाहिँ यस्तो बाघ भालुहरू सब हुन्छ क्या गोहीहरू छ अरे के पानीभित्र चाहिँ त्यही भन्ने सुनेको थिएँ यस यति पार्क भए पनि एकदमै खतरा कुराहरू बनेको छ गोहीहरू मयूर होइन थुप्रै कुराहरू बनेको छ अनि आउनु होला हजुरहरू पनि घुम्न सक्नुहुन्छ यही भन्न चाहे छोटो मिठो भ्लग बनाउने ठाउँमा चाहिँ हजुरहरू यहाँ चाहिँ बोटिङ सोटिङ होइन घुम्न एकदम फोटो खिच्न टिकटक बनाउन भिडियो बनाउन एकदमै राम्रो ठाउँ छ आउनु होला घुम्नु होला माया गरिदिनु होला यही भन्न चाहे म चाहिँ यहाँ चाहिँ नजिक हुनुहुन्छ भने यति भरतपुर नजिक हुनुहुन्छ भने साइकलमा आए पनि हुन्छ होइन दाइले सम्पर्क गर्नु होला केही परिहाल्यो नम्बर कता सम्पर्क गर्छ नम्बर हालिदिने हो ल घरलाई नै साँच्ची गर्छन् फेरि कुनै आयाबुसा देखाइदेऊ न आयाबुसा गाइज हाम्रो आयाबुसा निन्जा मेरो चाहिँ निन्जा हो है आयाबुसा देखाइदेऊ न आयाबुसा गाइज हाम्रो आयाबुसा निन्जा मेरो चाहिँ निन्जा हो है Psych! That's the wrong number! यति भरतपुर नजिकै हुनुहुन्छ भने चाहिँ साइकलमा आए पनि एकदम राम्रो हुन्छ बेटर हुन्छ है अब हामी यहाँनिर चाहिँ जानेछौँ अम्ब्रेला पार्क सक्यो घर जाने कोसिस गर्छौँ भित्रै पस्ने कोसिस गर्छौँ हेरौँ के हुन्छ कस्तो हुन्छ ल अब चाहिँ हिँड्नुपर्ने हुन्छ उता पुगेपछि देखाउने छु सम्पूर्ण लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला च्यानल नयाँ हुन्छ भने भेट भएर जाँदाखेरिको छोटो मिठो भ्यूहरू चाहिँ म देखाउँछु यो भिडियोमा देख्नु भएको थियो होला कतिपयले यो बाहिर जाँदाखेरिको दृश्य देखाने छ दाइहरू भाइहरू साथीहरू भनेर त्यहाँ आउने कता जाने हो होइन खोलातिर यसो जाउँ न हामी चाहिँ अहिले चाहिँ अम्ब्रेला पार्क आइसकेको छौँ अब त सबैले देखाउनु पऱ्यो नि त त्यो सब कम्प्लेन्ट आयो नि त मलाई यहाँ दाइ अगाडि हुनुहुन्छ एकदम ह्यान्डसम साथ होइन अगाडि दाइ के भन्नु छ म केही भन्दिनँ यो केही भन्दिनँ म त भित्र छिर्नु कति लाग्यो टिकट त्यो दाइले क्यामेरा हेरिनु भएको त नि क्यामेरा हुन्छ नि त्यहाँ क्यामेरा हान्दिनँ त ल हान्दिउँ न त ल एउटा थम्बनेल लागि पनि हुन्छ होइन खतरा हानी चाहन्छन्
हो खतरा छ है ठाउँ चाहिँ धुन पाइन्न ठाउँ चाहिँ धुन पाइन्न मामा पनि नहसाउनुहुन्छ यार पानीमा मुद्नु पाइन्न भन्नुहुन्छ यार चितवन नेसनल पार्क लभ यहाँ त जोडीहरू आउने पो रहेछ लभ लेखिरहेको त्यहाँ जाने हो कि भित्रपट्टि अहिले बस्छ अब यहीँ बस्ने त्यसै घर जाने कति बस्ने 1 घन्टा 2 घन्टा 3 घन्टा कति बस्ने बस्छ ठाउँ चाहिँ अहिले चाहिँ हामी यहाँ छौँ एकदमै रमाइलो छ अम्ब्रेला पार्कमा तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ त्यही भन्न चाहेँ म चाहिँ सबले पानी यहाँ यस्तो दामी छ अनि यता अम्ब्रेला छाताले भरिएको छ आएर घुम्नु होला रमाइलो गर्नु होला पिक्चर बनाउनु होला फिल्महरूमा चाहिँ सुटिङ पनि हुन्छ यहाँ चाहिँ है यहाँ चाहिँ इतिहास यसबारे इतिहास चाहिँ देखाइएको छ यहाँ चाहिँ त्यो फोटोहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यहाँनिर यो सुन निकालेको होला सायद यो चाहिँ होइन यहाँको चाहिँ चलनदेखि लिएर यहाँको सबै कामहरू यहाँ चाहिँ देखाइएको छ त्यही भनौँ अरू दामी मुभीहरू पनि छ यहाँ चाहिँ आएर हेर्नु होला घुम्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिहाल्नु होला यहीँ भन्न चाहेँ म चाहिँ हजुरलाई भिडियो देखाउनको लागि यति टाढा आएको छु सक्नुहुन्छ खतरा छ ठाउँ चाहिँ त्यो अहिले चाहिँ अलि मान्छे त आउने तर भने जस्तो खासै चाहिँ नआउने रहेछ क्या मान्छेहरू त्यही कुनै समय हुन्छ नि त घुम्नु पनि अहिले चाहिँ हामी चाहिँ अहिले यो राम्रो मौसम चाहिँ कहिले पानी पर्ने कहिले नपर्ने मौसम राम्रो नभएको बेलामा आएको कारणले गर्दा मान्छे खासै छैन नत्र मान्छे चाहिँ खतरा आउँछ है अनि यो हेर्न सक्नुहुन्छ यो चाहिँ सायद माछाको गरेको होला यो चाहिँ गाउँघरमा रक्सी पारेर आयो यो चाहिँ होइन यो चाहिँ खै के हो कुन संस्कारको है हेर्न सक्नुहुन्छ मगर समाजको होला सायद खतरा चिजहरू यहाँ देखाइएको छ आउनु होला घुम्नु होला रमाइलो गर्नु होला एकदमै दामी ठाउँ छ यो चाहिँ फोटो खिच्ने कि भिडियो ए फोटो र गाइस भिडियोको अन्त्यमा आएको छौँ सम्पूर्णले लाइक कमेन्ट सब्सक्राइब गरेर यो भिडियो सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला यही भन्न चाहेँ सम्पूर्णले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र यस भिडियोलाई म यहीँ टुङ्गाउने छु कस्तो लाग्यो भिडियो प्रतिक्रिया कमेन्टमा दिनु होला र मलाई सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच गाइस फुल वाचिङ गर्नुभएकोमा बाई गाइस भिडियो चाहिँ यही अन्तिम यही समाप्त हुन्छ ल बाई गाइस